1, 2, 3, go! Hello everyone, welcome back to my new vlog. अनि आजको भ्लगमा चाहिँ तपाईलाई स्वागत छ। लाइक आज चाहिँ हामी खेम गुरुसँग छौँ। सो होलीको होली विशेष भ्लग हो यो चाहिँ। अनि टक्कसँगले ओइ दिने साइज नै भ्लग बनाउनु भ्लग गरे त यता हो नट यता। सो उसले चाहिँ होली खेलेको छ, हामी चाहिँ अलिक होली खेल्न नहुने भएको नमिल्ने भएकोले हामी अलिक सभ्य र सुशील तरिका हैन। मलाई त स्वर्गको अप्सरा भन्दा राम्रीले अफर गर्दा पनि नलाएको हो क्या। मैले लाउन नहुने कुरा हो नि त। अनि आज मैले कलर लाइन आजको होली चाहिँ मेरो लागि यहाँनिर चाहिँ इलामको यो चियाबारीको ठ्याक्कै यो पोखरीको छेउमा चाहिँ एउटा पाइप लिक भइरहेछ पानी है। सो यसलाई चाहिँ सम्बन्धित व्यक्तिहरू आएर है यसलाई बनाउनु होला। यहाँनिर पानी चाहिँ एकदमै वेस्ट गइरहेछ। सो उहाँ चाहिँ इलामको गुनागर युवा लगायत राजनीतिकर्मी व्यवसायी पनि हो है। उहाँ चाहिँ आज होलीको दिन पनि उहाँले कलर लाउनुको कारण चाहिँ यो मेरो एउटा सभ्यता। हजुर, मेरो के छ भने हामीले चाडपर्व मनाउनु पर्छ जस्तो लाग्छ, तर कतिसम्म हामी अघि बढ्ने हो र यो पर्व कसले मनाउने भन्ने कुरा चाहिँ विशेष कुरा भएको कारणले चाहिँ म चाहिँ रुचाइने। हजुर, धन्यवाद तपाईँको विचारको लागि। उहाँ चाहिँ फेरि कलर लाउने व्यक्तित्व पर्नुहुन्छ सबैको लागि। यो चाड खासमा बल्ल बल्ल आएको होली नमनाएर के गर्ने त अनि हैन। आफ्नो आफ्नो अन्तर विचार राख्नु भएको छ। उहाँ दुवैजनालाई धन्यवाद भन्न चाहन्छु। उहाँ धेरै दिन पछाडि भ्लग बनाएको हो। अनि यो भ्लग चाहिँ आज युट्युबमा मेरो धेरै भयो नि त युट्युबमा भ्लग बनाएको। युट्युबमा हाल्नको लागि चाहिँ मैले यो भ्लग बनाउँदैछु है। सो अनि हामी चाहिँ अहिले इलामको चियाबारी यहाँहरूमा म देखाउन गइरहेको छु। मेरो इलाम, हाम्रो इलाम, राम्रो इलाम, हरियो इलाम है। सुक्खा लागिरहेछ है, तर अहिले चाहिँ हल्का सुक्खा लागिरहेछ। यहाँनिरको सम्बन्धित व्यक्तित्वहरूले चाहिँ अलिकति यहाँनिर स्प्रिङ्कल है केही पानीको व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो। त्यहाँनिर पानी लिकेज भइरहेछ है। त्यो चाहिँ पिउने पानी जस्तो लाग्यो मलाई। इलाम बजारवासीहरूले पिउने पानी, हामीले पिउने पानी है, त्यो चाहिँ अलिकति लिक भइरहेछ। त्यो चाहिँ व्यवस्था गरेर पानीको सम्बन्धित व्यक्तिहरू आएर बनाएर है सम्बन्धित निकायसम्म यो पुगोस् भन्न चाहन्छु। यहाँको आय आर्जनलाई मात्रै होइन के, कम्तीमा तपाईँले यो यसबाट पर्यटकीय क्षेत्रलाई आय आर्जन लिए तापनि यो चियाको सदुपयोग गरे तापनि तपाईँले यो चियालाई पनि दिनुपर्ने हुन्छ नि। तर के दिनुपर्ने हुन्छ भन्दाखेरि पानी दिनुपर्ने हुन्छ। चाहिँ यो इलामको चियाबारी हो। प्राविधिक कठिनाइले गर्दाखेरि ब्याग गएको थिएँ। सो गाइस अनि खेम सर, तपाईँलाई एउटा जटिल प्रश्न सोध्न आँटिरहेको थिएँ क्या म। हुन्छ, म जस्तोसुकै प्रश्न पनि सामना गर्न सक्ने मान्छे जस्तो लाग्छ मेरो विचारमा। भ्रष्टाचारको विकल्पमा के गणतन्त्रलाई हटाएर राजतन्त्र ल्याउन जरुरी छ? यस्तो छ, विभिन्न पर्सपेक्टिभबाट सोच्ने हो भने राजतन्त्र पनि ठिक होला। अहिलेको राजनीतिक स्थिति र हामी सर्वसाधारणलाई वितृष्णा जुन किसिमको छ राजनीति सम्बन्धी, त्यो सम्झिँदाखेरि राजतन्त्र ठिक होला त्यो मान्छेहरूको लागि, त्यो सोच्नेहरूको लागि। तपाईँ हामी जतिको एउटा सचेत नागरिक, सजग नागरिकलाई राजतन्त्र राम्रो हो जस्तो लाग्दैन। यो हाम्रो पक्षमा छैन जस्तो लाग्छ। निरङ्कुश हो जहाँसम्म मलाई लाग्छ। भन्न मिल्छ या मिल्दैन मैले बोलेँ होइन। अनि मलाई चाहिँ सङ्घीयता लोकतन्त्र ठिक लाग्छ, किनभने 206 वर्ष या 36 वर्ष कति वर्षसम्म राजाले शासन गरे तापनि त्यस्तो परिवर्तन खै देखिएन भन्नुहुन्छ। तर हामीले राजतन्त्रको बारेमा हामीले बुझेकै छैनौँ, भोगेनौँ पनि। त्यस कारणले हामी त्यति ज्ञात व्यक्ति त होइनौँ, तर बुझ्दा
कुराहरू बुझ्दाखेरि चाहिँ राजतन्त्र राज संस्था आउनु हुँदैन जस्तो लाग्छ। धन्यवाद धन्यवाद। यति भन्न चाहे। हामी हेरेको भाइली खै 3जना कि 4जना होला केटाहरूले टिकट काटेको मैले त होइन भेना त बिरामी हुन्छ अरे हजुर आज इलाममा होली Oi, केटा तान्नु ओइ एकछिन